राम्रो एकजनाले बोलौँ न। थाहा छ पहिला हामीलाई कहाँनिर बसेर कसरी रिपोर्टिङको लागि स्थान तोकिएको थियो त्यो त अहिले कुरा गर्दा भइहाल्छ नभएर त हो पानी एकजनाले बोलौँ न। यहीँ बस्नुपर्ने पिसाब लाग्यो भने कहाँ जानुपर्ने थाहा छैन तिर्खा लाग्यो भने कहाँ जानुपर्ने अनि भन्नको लागि मात्र चौथो अङ्क किन भन्ने बरु भएको पास यहीँ आज बुझाउने अनि जाने क्या सर होइन यस्तो पनि छ अब गएर पानी ल्याउनु भएको छ व्यवस्थापन भएन मन्त्रीज्यू त्यहाँ जानुहुन्छ भन्नुभएको छ होइन उहाँ जानुहुन्छ होला अवगतै छ होइन योभन्दा पहिलाको सरकार जुन यस्तै सामाजिक सञ्जाल र सञ्चार गृहलाई नै बन्देज लगाएर आज पतनको बाटोमा गएको हो त्यस अर्थमा चाहिँ आज रवि लामी छाने होइन यस्तो छ सरप्रति सम्मान छ हजुरले जुन होइन हामीले हजुरलाई अनुरोध गरेर त्यहाँ हो भन्ने हो सरको जस्तो सर सुन्नु न हाम्रो कुरा छुट्टै हजुरहरूले यो बाटो हटाउनाले यो बाटोमा नबस्ने नि हामीलाई बाटोमा त सरकारले राखेको हामीले बाटोमा बन्द गरेको होइन जस्तो सर सुन्नु न हजुरले एउटा सूचना बाटोमै बस्नु तपाईँले बाटो भन्नुभयो हामीलाई बाटोमै बस भने त्यहाँ पनि नबस्नु छ बाटोमा पनि नबस् अल उता पार्किङमा बस्नु भनेर हामीले बाटोमा नराख हामीलाई पत्रकार महोदयहरूसँग धेरै हामी समाजमा हामीले आउँदैन पनि हेर्नुहोस् होइन हाम्रो जम्मा जम्मी बुझाइ के हो भने हजुरहरूको त्यहाँ हो सरकारको कुरा के छ अनि सर अहिले प्रधानमन्त्री कार्यालयबाट चाहिँ प्रधानमन्त्री कार्यालयको वरपर पत्रकारलाई आउन दिन हुन्न भन्ने छ कि के कुरा कहाँ हुन्छ यो कुरा अनुरोध गरेँ हजुरहरू है यो बाटो चाहिँ अलिकति थोरै खाली गर्न पाए अनि एकछिन त धर्ना बसेका उहाँले ध्यानाकर्षण गराउनलाई अहिले त छोडिदिए सरलाई धन्यवाद दिउँ न सर एउटा कुरा चाहिँ भनिदिनु पर्यो नआउनु भने हो र सर सुन्नु न हजुरप्रति सम्मान छ हजुर पनि हाम्रै साथमा हुनुहुन्छ बालेन सरकार हामीले नै साथ दिएर त्यहाँ पुर्यायौँ जसरी हजुरले सूचना लिएर आउनुभयो त्यसै गरी सूचना के पुर्याइदिनु पर्यो भने त्यहाँ एउटा रुम बनाइएको छ निवर्तमान सञ्चार मन्त्री जगदीश खरेलको नेतृत्वमा त्यो रुममा चाहिँ खिच्ने व्यवस्था मिलाइदिनुहोस् भनेर पत्रकारले भनिरहेका छन् बाहिर चाहिँ खिच्नुहुन्न भन्ने कुरा आएको छ भने हजुरले त्यति सर भित्र पुर्याएर आउनु कुरा गरेर हामीले आछौँ हजुरहरू त्यहाँ गइदिनलाई हामीले अनुरोध गरेको हामीले यो भनेको कुरा पनि प्रधानमन्त्रीलाई धन्यवाद भन्छौँ यहीँ बसेर सडकमा पुऱ्याइदिनु भयो धन्यवाद भन्छौँ लोकतन्त्रको चाहिँ तपाईँले पक्ष पोषण गर्नुभयो भन्छौँ अनि हामी जान्छौँ सचिवालयबाट पनि आउनु पर्ने प्रतिनिधिहरू खोइ त सम्माननीय प्रधानमन्त्री बालेन मिडिया हेर्ने त कोही पठाइदिए हुने नि होइन जाने कि नजाने पछि खिच्ने कि नखिच्ने त अर्को बाटो भयो अर्को कुरा भयो अहिले चाहिँ ध्यानाकर्षण प्रधानमन्त्रीलाई यसो गर्नु हजुर यो बाटो चाहिँ अलिकति थोरै छोडिदिनु अथवा त्यहाँ पनि बस्न दिएको छैन त्यहाँ नै बस्न दिएको छैन त्यो रेकर्ड भइरहेछ त्यहाँ रेकर्ड भइरहेछ होइन हाम्रो यहाँबाट सरलाई पनि धन्यवाद दिनु होइन यहाँ डिस्टर्ब भएको छैन मन्त्रीजी जानुभयो सर रोक्ने वातावरण पनि बनाउँदैनौँ हामीले रोकिदिन्छ हामी अलि यता फर्किन्छ फेरि उहाँहरूको गाडी नै होइन गाडीलाई असर गर्ने तरिकाले होइन गाडीलाई असर गर्दैन असर गर्ने तरिकाले बस्नुहरू जानुभयो तपाईँले भने जस्तो हामीलाई बाटोमै पुऱ्याएको हुनाले बाटोमै बसेको हो क्या रहर होइन यो बाध्यता हो सुत्ने पनि तयारीमा छौँ पानी ल्याउने सरै हुनुहुन्न ए साथीहरू एउटा कुरा सुन्नु न आज साथीहरू एउटा कुरा चाहिँ आज सञ्चार